तिनकुने घटनामा दुर्गा प्रसाईले आफूलाई मार्ने सरकारले षड्यन्त्रकारी योजना बनाएको भन्ने कुरा आज पुष्टि भएको छ। नेपाली कांग्रेसकी सांसद नागिना यादवले दुर्गा प्रसाईलाई सुट गर्ने आदेश दिने अभिव्यक्ति दिएको यो भिडियो हेर्नुहोस्। यदि म त्यो बेलामा चाहिँ म आफै पनि म मन्त्री भएको भए चाहिँ म सुट गर्दिउ भनेर आदेश दिन्थे। चैत्र 15 गते तिनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा कमान्डर भनिएका प्रसाईले प्रहरीमाथि गाडी हुत्याउँदै निषेधित क्षेत्र तोडेका थिए। उनले प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न आह्वान गरेको भाइरल बनेको यो भिडियो पनि हेर्नुहोस्। उक्त घटनापछि प्रसाई फरार भएका थिए। फरार भएको केही दिन समयपछि उनी सरकारलाई सिधै गोली हान्न आदेश दिएको भन्दै आफू सुरक्षित रहेको भनी एउटा मन्दिरबाट भिडियोमा सार्वजनिक भएका थिए। जनविद्रोह घोषणा कार्यक्रम थियो। हामी जनविद्रोह घोषणा कार्यक्रम शान्ति तरिकाले गर्न जाँदै गर्दाखेरि त्यहाँ मलाई मार्ने ठूलो योजना रहेछ। बुधबार साँझ उनी फेरि 8 मिनेट 30 सेकेन्डको एउटा भिडियो सार्वजनिक गर्दै आफूले भनेका वकिल र आफ्नो सुरक्षाको ग्यारेन्टी नेपाल प्रहरीले लिने हो भने म 24 घण्टाभित्र आफ्नो गिरफ्तारी दिन्छु भन्दै एउटा भिडियो सार्वजनिक गरे। मलाई खोज्नु पर्दैन, म आइजी साहबलाई यहीँबाट भन्छु, म तपाईलाई राम्रो चिन्दछु, तपाईँ राम्रो क्याडर हो। मैले तपाईलाई के भन्न चाहन्छु भने तपाईले यो जिम्मेवारी लिनुहुन्छ र 5 जना वकिल र 5 जना मानवाधिकारवादीको रोबरमा तपाईले चाहिँ नि पुरा गर्नुहुन्छ भने म यो सम्बोधन आएको 24 घण्टादेखि 36 घण्टाभित्रमा सार्वजनिक हुन्छु भन्दै बिदा लिन चाहन्छु। नमस्ते। भिडियो सार्वजनिक भएको 24 घण्टा नबित्दै हिजो बिहीबार आफूले भारतको आसाम प्रहरी समक्ष गिरफ्तारी दिएको भनी प्रसाईको सचिवालयको फेसबुक मार्फत जानकारी गराएका थिए। तर यता नेपाल प्रहरीले आफूलाई कुनै जानकारी नभएको भन्दै विज्ञप्ति नै सार्वजनिक गर्यो। शुक्रबार बिहान फेरि नेपाल प्रहरीले एउटा विज्ञप्ति निकाल्दै प्रसाईलाई झापाको भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गरायो र अदालतले 12 दिनको म्याद राखेर प्रसाईलाई हिरासतमा राख्न आदेश दिएको छ। त्यसैबीच प्रतिनिधि सभा अन्तर्गत कानुन समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद नागिना यादवले प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाईलाई सुट गर्नुपर्ने बताएकी हुन्। त्यसै सन्दर्भमा सांसद यादवले आफूलाई उक्त दृश्य असह्य भएको बताएकी हुन्। यत्रो सुरक्षाकर्मीलाई पिलेर जान मिल्छ? कस्तो नैतिकता हो यो? उसले गर्न खोजेको के हो र? ऊ सर्वोपरि हो, उसले जे बोले नि हुने भन्ने प्रश्न गरिन्। तर उनले आफ्नो पद मर्यादालाई बिर्सँदै आफूले के बोले भन्ने थाहा नै पाइनन्। सांसद यादवले भनिन्, म मन्त्री भएको भए दुर्गा प्रसाईलाई सुट गर्न आदेश दिन्थे। भनेपछि नेपाली जनता गणतन्त्र सरकारको प्रतिकार गर्ने सबैलाई सुट गर्नै पर्ने हो, मार्दिनै पर्ने हो? सांसद नागिना यादवज्यूलाई म प्रश्न गर्न चाहन्छु।